हस्बेन्डले गाउँ सरसफाई अभियान सुरु गरेछ भन्ने कुरा थाहा छैन तिमीलाई? यो अभियान आजदेखि सुरु गर्न लाग्यो र तिमी फुरुक्कै हिँडिहाल त बाबा। म त जान्न। मेरो यति राम्रो रूप र पैसा कलकलाउँदो जमानी भएकी मान्छे सरसफाइमा जाँदा मेरो रूप घामले डढेर काली भयो भने त्यसको क्षतिपूर्ति कसले तिर्छ? रूप बिगार्नलाई त्यस्तो सरसफाइमा जाइँदैन। तिमी नै जाऊ। म त यो स्वास्नीकै किचकिचले कुन बेला ढुन्डेर मर्खुवाला हो गाथे। खड्काजीले गाउँ सफा गर्न घरको एकजना जानुपर्छ भन्थे, तिमी गएको छैनौ? जान्छु नि। काजीको भन्दा बढ्ता हैसियत भएको छोरा बुहारी अस्ट्रेलियामा भएको कोट लाएको मान्छेले के काम नपाएर गाउँ सफा गर्न जान्छ? त्यही माथि ज्यान काजीको इज्जतले दिन्छ त्यस्तो गर्दैन। आमा कम्ता छ र तिम्रो इज्जत? कसैका छोरा बुहारी अस्ट्रेलिया पुगेका छैनन्, तिम्रा मात्रै छोरा बुहारी अस्ट्रेलिया पुगेका छन्। तिमी नगए मै जान्छु। परे छैन त्यहाँ जान। त्यस्तो छुत्री काममा हामी जाने हो? बल्छीलाई खेतालो खोजेर पठाएको छु। अब सरसफाइ गर्ने मात्रै भनेर भन नि खड्काजी। सबैभन्दा पहिला कहाँबाट सरसफाइ सुरु गर्ने भन्ने कुरो नि त तय हुनु पर्यो। सबभन्दा पहिला चाहिँ गाविसबाट सुरु गर्ने, बुझ्नु भएको छ? गाविस भवन वरिपरि यति धेरै फोहोर छ नि, न त गाविस सचिवलाई मतलब छ। हेर्नुहोस्, अब सचिव त उतै सदरमुकामतिरै बस्छन् क्यारे, यताकाले बुझ्नु पर्ने हो, यताकाले पनि बुझ्दैनन्। मलाई त साह्रै दुःख लाग्छ हौ यस्तो हुँदाखेरि। त्यही भएर पहिला गाविसबाट अनि प्रत्येक वडा र टोलबाट चाहिँ आजैबाट चाहिँ सरसफाइ सुरु गर्नुपर्छ भन्ने मैले भन्ने है। ल आजबाट सुरु गर्यो। खड्काजी, वडा अध्यक्षले तुरुन्तै भेट्न जानुहोस् है। होइन, मैले किन भेट्नु पर्यो भन्नुहोस् त? त्यो त मलाई थाहा भएन, आफै गएर भेट्नुहोस् न। होइन, तपाईँले यो सरसफाइ गर्ने भन्ने काम हामीसँग नसोधिकन गर्न पाउनुहुन्छ? हाम्रो पार्टीलाई सोध्नु पर्दैन? होइन, के कुरा गर्नुभएको तपाईँले? यस्तो राम्रो काम गर्नलाई पनि पार्टीलाई सोध्नुपर्छ कहीँ? किन पर्दैन? भोलि सरसफाइ गर्ने क्रममा त्यहाँ विवाद चर्केला रे, सरसफाइ गर्दा गर्दै कोही मान्छे बिरामी पर्ला रे, त्यतिखेर समस्याको समाधान कसरी गर्नुहुन्छ तपाईँले? तपाईँले गर्न लागिरहेको काम म र मेरो पार्टीलाई बद्ध चित्त बुझेको छैन। अहिले तपाईँले तुरन्त रोक्नुहोस्, यो बुझ्नुभयो?